नमस्ते सबैजनालाई। आज मैले हाम्रो अफिसको पिकनिकको मिनी भ्लग लिएर आएकी छु। हामी चाहिँ सारारा र फेवाताल हुँदै पामे पुग्यौँ। हाम्रो पिकनिक स्पोट पामे रहेको थियो। त्यहाँ गए पछाडि जाने बित्तिकै चिया रेडी भइसकेको रहेछ। सबैजना चिया खाइयो अनि यसो बाहिरतिर गएर एउटा दुईटा फोटोसुट गरियो। त्यस पछाडि साथीहरूसँग एउटा भिडियो त बनाउन पर्यो नि भनेर फेरि भिडियोतिर र फोटोतिर लाग्यो। त्यस पछाडि हाम्रो सानो प्रोग्राम पनि थियो सहकारी शिक्षण सम्बन्धी र प्रोग्राम भएपछि नै बुढो पनि सेयर होल्डर भएर आउनुभएको थियो। यस्तो एउटा दुईटा फोटो त लिनु पर्यो नि अनि भिडियो पनि लियौँ। त्यस पछाडि हाम्रो खाजाको समय भएको थियो। सबैजना मिलेर खाजा खाइयो। त्यस खाजा खाइसके पछाडि हाम्रो सानो गेम रहेको थियो। गेम पनि खेलियो। साथीहरूसँग नाचगान पनि भयो। त्यो भिडियो चाहिँ यहाँ एड हुन सकेन। साथीहरू बाई।